everyone, welcome back to my YouTube channel and it's me Ravina Sahani. आज चाहिँ हामी कोटा जाँदै छौं. At this view. यहाँ चाहिँ हिमाल छ, हिमालको मुनि हरिचोर बजार छ, त्यसपछि गएर यहाँ घुम्टे छ, यस घुम्टे. अनि यहाँ ठुलो मम्मी यसरी बसेर मोबाइल चलाउन छ. यिनीहरु चाहिँ हाम्रो बाख्रा, त्यो चाहिँ भैँसी. ओइ भैँसी कता गयो? अच्छा, अस्ति स्क्रिनमा काम पर्यो. दिस इज माई बाख्रा इन भैँसी. लुक एट दिस. मम्मी र म भएर चाहिँ कोटाको लागि हिँड्यौं. हेर यहाँको छाला किन यस्तो भएको? मम्मीले चाहिँ सुन्तला खाँदै हुनुहुन्छ. यस्तो गर्दै जङ्गलको बाटो हुँदै जाने हो. पारी चाहिँ घाम परिसक्यो. हामी जाने हो माथि टुप्पामा हो. बल्ल यहाँ हिँड्दै जाने हो. मम्मी चाहिँ डोको बोकेर हिँडिरहनु भएको छ. म चाहिँ रित्तै छु गाइजहरू. बेउला के अरे यसको नाम के अरे? बेलाउती रहेछ. मैले चाहिँ बेलाउती चोरे लगाइज. कहाँ हो भन्ने चाहिँ मैले लोकेसन देखाउँदिनँ. प्लिज मलाई गाली नगर्नु ल. कस्तो ठुलो ठुलो बेलाउती छैन. मिठा खान्थी छैन थाहा छैन. लुक एट दिस गाइज. कहाँ अर्का कहाँ अरे? आफ्नो आएर त आफ्नै खान्थ्यो नि. अर्का कहाँ पछि अर्का कहाँ. कति धेरै बेलाउतीको बुटानी हेर्नु न गाइजहरू. लुक एट दिस. यति भयो मेरो निर्वाह हुन्छ यो वर्षलाई. मम्मी चाहिँ मान्छे हेरिराख्नु भएको छ. ऊ मम्मी भन्नु भोकाटे हैछन् नि त. मम्मीले चाहिँ मान्छे हेरिदिनु भयो. सुन्तला रहेछ नि. तर सुन्तला हाम्रै घर राखन हामी टिप्दैनौँ. नभएको भने यही बेलाउती हो. त्यही भएर बेलाउती टिप्दैन. थाहा भयो म त जान सक्दिनँ. कि भात खाएर यहाँ हिँड्न सकिन्छ. तर भात खाने झन् हिँड्नै सकिन्न. अहिलेसम्म चाहिँ हेर्नु का. लुक एट दिस भ्यू. यहाँ हिमाल देखिएछ. देख्नुभयो गाइजहरू. दुईटा हिमाल देखियो. चाउचाउ खान्न म त. मलाई त अब सन्चै हिँड्नु. ए दोकान बस्छु मम्मी. मलाई बोकेर दोकान लगाएर हालेर लैजानु भयो. यस्तो गरी नि के जाने यार. हे मामा कहाँ बस्छ? पसिना आउन लागिसक्यो. पसिना आउन लागिसक्यो. पसिना आयो. यो चाहिँ मेरो मेहनतको पसिना. अझै त्यो माथि धुया जाने हो. अब म हजुरलाई सरसर धारा के अरे मम्मी हेर. सरसर धारा छोरा के अरे? सरसर धारा छोरो देखाउँछु गाइजहरूलाई, हजुरहरूलाई. आया आज मेरो 1 केजी मासु घट्नुभयो. हाम्रो अर्को मामा घर जाने भनेको. हजुरहरूलाई म छोरो देखाउँदैछु गाइजहरू. तर छोरो हराएछ. छोरो चाहिँ अहिले हराएछ. तर बर्खामा चाहिँ एकदम ठुलो हुन्छ है गाइजहरू. छोरो यस्तो त कराउँछ. यो यहाँ कराएको माथिसम्म सुनिन्छ. छाङ 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 गर्छ. बट ठिकै छ. अनि हिमाल हेर्नुहोस्. दुईटा हिमाल देखिँदैछ. अनि यहाँ चाहिँ मम्मी हुनुहुन्छ. 3टा हिमाल देख्यो. एउटा दुईटा अनि यहाँ पनि देख्यो. देखिन्छ नि यहाँ. उहाँ माथि जान अझ बल्ल यहाँ बल्ल खसगाउँ हो कि खसगाउँमा हो. यो मम्मीले झन् के अरे? गीत बस्ने डाँडा आइयो. अब यही गीतले उडाएर लग्यो नि त हुन्थ्यो. जाउ लाउनु. यस्तो जाउ भइसक्यो. मेरो हात यस्तो भइसक्यो. हामी जाने कहाँ अरे? अलिअलि त्यहाँ निलो देख्यो है. कता गयो? त्यहाँ अलि माथि जानुपर्छ त्यहाँ. अनि पछि हामी जाने कता त? अनि कस्तो यहाँ जानु छ मान्छे. यहाँ यताको साइडमा. तर जहाँ पनि यताबाट घुमेर फेरि यता माथि गएर अनि फेरि यता.
इन्ट्रेस्टिङ होइन तर हिमाल चाहिँ हेर्नुहोस् यत्रो देखिसकेछ घुम्टे हिमाल यो घुम्टे भन्दा नि धेरै माथि आइयो क्या हामी त ल आइयो अब कहाँ जाने र यो चाहिँ कोट मैदानको स्कुल कोट मैदान आइयो अब तब बल्ल आयो फाइनल्ली अब कसरी हो जाने एउटा मान्छेलाई क्या हेर्नुहोस् गाइज हिमाल चाहिँ यस्तो छ धन्न तिमीले देख्न पनि पाइयो चाहिँ कति जाड लाग्यो मान्छेलाई खुइ 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 एकछिन बसेको हिँड्न यो कालिका मन्दिर होइन के अरे माईको थान अब माथिको खड्का थान कालिका मन्दिर अरे मैले इट्स नट कालिका मन्दिर हियर्स त्यही त माईको थान माथि खड्का थान यहाँ चाहिँ यस्तो सिडी बनाएको छ यही सिडी जाने भनेपछि चाहिँ हामी खड्का थान पुगिन्छ हामी चाहिँ अब यता सिडी नभएर यताको बाटो जानुपर्ने हुन्छ हजुर यता हिँड्दैबाट जा किन जाने र हिँड्मै जाम कि यता अनि ओर्लिम लाउनु न र अब आइसकेपछि यसो दर्शन गरौँ आउनु कहाँ किन नजाने म एक्लै कहाँ जान्छु त यता बाहिर बस्नलाई जाने क्या म एक्लै कहाँ जान्छु म डर लाउनु र हजुर लेख्दै कतिवटा सिडी खान हानेर लगाएर 13 14 19 20 फेरि यहाँ के होला 23 24 25 अरे लेख्न नि आउने रहेछ केटारीले लेखेर होला क्या 20 केटारीले लेखेर 45 अया यति ढाउ भयो आयो फाइनल्ली आइयो यो प्रतीक्षालाई गराएको कसले अरे राम्रो पिकनिक खाना आयो भने चाहिँ रमाइलो हुँदैछ फाइनल्ली आइयो यो यस्तो इन्ची आइसकेको पनि यहाँ यति इन्ची एक हरे Look at this view, guys. It's really beautiful. यो चाहिँ खड्का थान लैजानको हरा मम्मीलाई यो फुल मन पर्यो अरे कस्तो दामी पाक्छ यार लास्ट डे पिकनिक खाना आउन पर्छ क्या साथीहरु पिकनिक खाना आउँ यहाँ रमाइलो छ तर फोहोर नगर्नु होला यस्तो सफा छ यहाँ चाहिँ यस्तो खुकुरी छ यहाँ मौरी है मौरी खानै हो नि We are at our destination. Finally, यहाँ चाहिँ डोको बुन्न लाउनु भयो उहाँले मम्मी अनि ठुली आमा अनि हिमाल अनि यो चाहिँ हाम्रो गोठ यो चाहिँ घर हो अनि यो घुम्थे
अहिले बेलुका यो आस्कुट लगाइदिएर जान्छु भैँसीलाई आस्कोट लगाइदिएर त्यो काम पक्का गरेर त्यहाँ बल्ल बुल्ल भने मैले भनिदिएँ बुढा हो अहिले बुढी आएर फेरि लोहट लिन्थ्यो अरे अनि बुढी आएर लोहट लिन्थ्यो अरे अहिले फेरि लहरी त्यो बुढी लहरी नि मैले गाली गर्नु लहरी फेरि उहाँ पनि त बाँड्ने चुवा छैनन् के बाख्रा दुईटा बाख्रा किन लात्तुले हानेको केटारी जस्तो भनेको यो चाहिँ घर हो आमाको यता ढुङ्गाले हानेपछि कस्तो भयो होला मलाई खेतीपाती यता ढुङ्गाले हानिदियो क्या म स्कुल गएर चाहिँ बाहिर खोज्न लाउनु न आमा अहिले फुल्दा ओइ 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 घुमा र रिट आएछ क्या माता ए ओइ डब्बा हालेर राखिदिउँ पनि घाँ राखिदिउँ घाँ राख्छु चोरै पाउन्न होस् मन भएपछि म त यो दिनभर दाउरा काटे काम खुर्सानी के भन्छ खुर्सानी तिमीलाई त टाढो तल मरे पिरो नहाने लड्नलाई दुईटी आमा छोरी पर्दैन क्या मलाई हजुर राख्नु पर्दैन क्या मलाई दसैँको दक्षिणा नि दसैँ ग अब अर्को दसैँमा दिन दसैँ गए पनि तँ त भाउ त गइरहन्न नि त नमस्ते दसैँको दक्षिणा गाइस सरी भयो 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 पर्दैन पर्दैन सापमा फोटो खिचेर मेरो फोटो खिचिदिउँ आमा नाच्नु नि एकचोटि ओहो ओहे नाच्नु न ओहो यो स्कुलमा हिँड्छ या मास्टरी भइसक्यो मास्टरी हो हजुर गयो नि मम्मी 500 रुपियाँ पारो मक्खा हुनुहुन्छ आशी छ हामीसँग अहिले घाँस काटेर जाने हो 500 रुपियाँ पारो मक्खा हुनुहुन्छ मम्मी मोटाइ है खर्का खानाको नरिवल हो यो उपसिल दिएको होइन आमा उपसिल दिएको नरिवल होइन नातिनी आउँछन् छोरी आउँछन् बाइस वर्षै भइ दौसु त्यहाँ खसे तल फेरि सल्लाह खान हेर्नु चाहिँ घाँस केटी बोरी यहाँ
पहिला पहिला हामी यहाँ कस्तो घाँस काट्न आउँथ्यौँ, यस्तो जङ्गलमा यस्तो आउँथ्यौँ, यस्तो मकै हो, कस्तो मकै हुन्थ्यो यहाँ। अहिले यस्तो भिड यस्तो छ हो, हेर त कस्तो छ यहाँ। त भान खान भन्ने त खड्का खान भन्ने यतापट्टि पर्छ। मामले गाउँ होला नि तिनी कहाँ हो, कहाँ यस्तो लाउँछ अहिले त। चल भोलि त यहाँ खस्यो भने तलै पुगिन्छ होला के अरे भाइ। Do not have Maya off my phone. यस्तो काममा कति ओडिन्छ अहिले त यस्तो काममा ओडिन्छ डलाउनु लागि। हेर त लर्रा हुनु क्या भयभरिको कुरो मैले सोरे। मम्मी चाहिँ घाँस काट्न जानुभयो, म चाहिँ यहाँ छु। अनि मेरो भारी चाहिँ यहाँ छ, देख्न सक्नुहुन्छ। अब मैले चाहिँ डोको बोक्छु, मम्मीले चाहिँ घाँस बोक्नुहुन्छ। अनि यत्रो बाटो अब जानु छ गाइजहरू। मम्मीको भारी रेडी भयो, अब म डोको बोक्छु। त्यसपछि हामी घरतिर लाग्छौँ। आज घर जान्छौँ। कति बज्छ? 1 बजिसक्यो, 1:30 बजिसक्यो। भयो नि केयर नि हो, हामी चाहिँ आफ्नो भारी बोकेर खै मम्मी देख्दिनँ होइन। अब घरतिर लाग्यौँ। मेरो चाहिँ डोकामा मकैहरू छ भने चाहिँ मम्मीको चाहिँ घाँस लगाइजहरू। I'm late, Mama girl, and I'm feeling too much tired. भर्खरै घरमा आयौँ ल। उफ कस्तो त भयो, लस्टै यो टोपी त यस्तो भयो। हामी चाहिँ घरमा आयौँ ल, बाई।